मामा हजुर भन्छ आउनु तल दरबारबाट मस्त खान आउनु कति गाडी जाउँला आउनु अरे जान त जानु नास्ता खान यार गाडी खाली भएर या तनाव भइगयो खाली हुनुहुन्छ बाबा खै ड्राइभर दिनु पैसा खान लाग्यो खाजा खानु हिँडेको पैसा पुगिरहेको छ यार म नास्ता खाउँछु मेरो एउटा चुड्किला सुन्नु पर्यो सुनाइ कस्तो चुड्किला भयो यार बसेर सुनाउनु मजाले अस्ति हाम्रा बाजुराका साउजीले र साउनीले चक्का जामा पैसा कमामा तर हरेक टिभीबाट मैले 2-3 हजार पचाएन नि मामा पचाएर म त लास्टमा घुम्नु गएको मामा किन यति हाँसेको मामा त्यो चुटकिला त के भन्नै थिएन मामा यार अरे भन्छ यार अस्तिदेखि हामीले बताउन लाइन हान्ला नि उसैको दिदी त हो यार